अब आगामी 4 वर्ष 5 वर्ष त हाम्रो समय अवधि पनि छ। त्यो भित्रमा हामी बिस्तारै बिस्तारै सबै कुराहरूलाई हामी जनताको अपेक्षा सम्बोधन गर्ने टुटेला। राष्ट्रिय स्वतन्त्र पार्टी बहुमतको अहिलेसम्म इतिहासकै राम्रो भन्ने जनताले मानेर पठाउन्। प्रतिपक्षले अत्यन्तै घृणित र नराम्रो पार्टी हो भनेर तुलना गरिसकेका हुन् हामीले हेऱ्यौँ। प्रतिपक्षलाई अबको कसरी जानुपर्छ होला, अबको यात्रा, अबको समय 5 वर्षभित्रमा चाहिँ जनताले भोलि मूल्याङ्कन गर्नेछन्, कसरी जानुपर्छ होला प्रतिपक्ष? मलाई के लाग्छ भने लामो चाहिँ इतिहास बोकेर आएका राजनीतिक दलहरूसँग हामी अहिले छौँ सँगसँगै। उहाँहरूले चाहिँ राजनीतिको चाहिँ दशकौँ पार गरेर आएका राजनीतिक दलहरूका सदस्यहरूबाट हामीले धेरै कुरा सिक्न पर्ने हो जस्तो मलाई लाग्छ। तर त्यहाँ जुन गतिविधिहरू देखा परेका छ नि, त्यसले गर्दाखेरि के छ भनेपछि राजनीतिक दलहरूका यस्तै कारणले गर्दाखेरि यो देश बिग्रिरहेछ भन्ने हामीलाई परिरहेको छ। हामी प्रतिपक्ष छौँ, रासपाले केही गरेकै छैन, रासपाले 5 वर्षमा केही गर्दैन पनि, अब सरकार ढल्छ, यस्तो हो। अब यो के विषय हो? यो जनताले त सोझा सिधाले त यो बुझ्छन् कि ला हामी त यत्रो गयौँ, हामी चुनावमा गयौँ, यसरी जितायौँ, हिजो तँलाई फलानालाई चाहिँ हामीले डिस्कनेक्ट गरेर उहाँलाई कनेक्सन गऱ्यौँ, आज आएर चाहिँ यो कुरा सुन्नु पऱ्यो, बर्बाद भएछ ल भन्ने कुरा आउँछ। के छ यो विषयलाई? म चाहिँ के भन्छु भने यो रासपाले राम्रो काम यस्तै गरी गर्यो भने गर्दै रासपाले राम्रो काम गरे जस्तो लाग्छ। रासपाले राम्रो काम गरिरहेछ, प्रचारवादी गरेनन् भन्छन् नि त। होइन, मैले भनिहालेँ दुःख छ नि त। विपक्षीहरूको त्यो धर्मै रहेछ। धर्म हो त्यो विपक्षीहरूको त्यसलाई धर्म भन्नुहुन्छ हजुरले? मैले धर्म कि कर्म हो? होइन, कर्म धर्म जे भए पनि अब हरेकको आफ्नो प्रक्रिया पुरा गरे हुन्, आफ्नो प्रतिपक्षको पुरा गरे हो। अरू पनि केही तर रासपाले काम गरेछ भन्नु गरिरहेछ होइन। सुशासनको पक्षमा कडाइका साथ यो देशमा सुशासन स्थापित नगर्ने हो भने जतिसुकै सरकार आए पनि गए पनि केही हुनेवाला छैन। त्यस कारणले गर्दा त्यो उहाँहरूले आफ्नो धर्म निर्वाह गर्दै हुनुहुन्छ। अन्तिममा विशेष गरेर नेपाली जनतालाई यो संसद भवनको रोस्टम अर्थात् यहाँ आँगनबाट के सन्देश दिन चाहनुहुन्छ? माननीयज्यूहरूको यहाँको देशको परिवर्तन, सुशासन, व्यवस्थापन, हिजोको सरकारबाट आगिन्न भएर हेडेक भएका मान्छेलाई र तीभन्दा योभन्दा 100-50 पटक उहाँहरूले चाहिँ हेरिसकेकालाई अहिले रासपाको पनि त्यही गति अवगत आउने हो कि कसरी के भनेर उहाँहरूले चाहिँ चित्त बुझाउनुपर्छ होला? म आम नेपाली जनताहरूलाई के आग्रह गर्न चाहन्छु भने यो चारैतिर सबैतिर लथालिङ्ग भएको बेलामा राष्ट्रिय स्वतन्त्र पार्टीको अहिले सरकार बनेको छ। यसलाई सबै कुराहरूलाई मिलाउनको लागि केही न केही समय हामीलाई चाहिन्छ। त्यो समयभित्र हामीले काम गर्न सकेनौँ भने जनताले त फेरि अर्को निर्वाचनमा हाम्रो मूल्याङ्कन गरिहाल्नुहुन्छ। त्यस कारणले म सबैलाई केही समय धैर्य भएर त्यो सरकारको काम कारबाहीलाई हेरिदिन अनुरोध गर्दछु। यो 100 दिनमा भए अबका हुने 4 वर्ष अर्थात् यीमा हुने पनि राम्रै जनताले जुन चाहिँ हिजो 100 वर्षमा नभएका काम हुन्छ यो भन्ने आश गर्नु पर्यो। नेपाली जनताले सोझासिनाले जुन अब मिडियामा चाहिँ आँखा यी अवलोकन गर्नु भन्दा नि राष्ट्रपालाई आत्मसात सम्मान गर्नु पर्यो, तपाईँले विकास गर्छ भन्ने आश गर्नु पर्यो भने होइन? एउटा कुरा मैले के देखेको छु, राष्ट्रपाले राम्रो काम गर्यो भने हाम्रो अस्तित्व योभन्दा पनि मेटिन्छ भन्ने डर चाहिँ साथीहरूलाई छ। त्यस कारणले गर्दाखेरि उहाँहरू आत्तिएर यति धेरै विरोधहरू आएको। ठिक छ, अन्तिममा हजुरले आफ्नो विचारधारा राखिदिनुको माने चाहिँ धेरै धेरै धन्यवाद। थ्याङ्क यू।